जसको बुवा पत्ता लागेको छैन, आमा हुनुहुन्छ कलेज पढ्ने बेला भइसक्यो तर नागरिकता बन्न सकेका छैन भनेर मलाई कहानी सुनाउँदै गर्दा मैले भाइलाई भनेको थिएँ कि मीना खरेलहरूले लडेर आमाको नाममा पनि नागरिकता बनाउने कानुन नेपाल सरकारले संविधानमा मात्र लेखेको छैन, नागरिकता बनाउन सुरुवात भएको छ। अहिले चितवन जिल्लाबाट सुरुवात भएको छ। 3वटा नागरिकता बाँडेर चितवनको प्रमुख जिल्ला अधिकारीले सुरुवात गरेको छन्। त्यो अभियानको थालनी गर्ने, त्यो अभियानको अभियन्ता भनेको मीना खरेलहरूले थालेको अभियान हो। त्यसैले आज हिजो न्याय नपाएर न्याय खोज्दै मीना खरेललाई भेट्दै जाने तपाईँ आमा दिदीबहिनीहरूको घर आँगनमै मीना खरेल आउनु भएको छ। तपाईँको प्रतिनिधि बनाउने अवसर तपाईँहरूले पाउनु भएको छ। यतिको मान्छेलाई निर्धक्कका साथ 29 नम्बरमा भोलि मीना खरेल सम्भवतः अब घर दैलोमा गर्न नभ्यो होला, आज जति भ्याइन्छ समय धेरै छैन, तर तपाईँहरूले मीना खरेललाई चुनाव जिताउँदै गर्दा यहाँका आमा दिदीबहिनीहरूले हरेक दिन तपाईँले भोलि कहीँ कतै हाम्रा दिदीबहिनीलाई अन्याय पर्यो भने हाम्रो सांसद माथिसम्म बोल्ने मीना खरेल छ भनेर गर्व गर्न लायक पात्र तपाईँहरूले पाउनु भएको छ। त्यसैले कहीँ कतै मन नफुट्दैकन यो हामीले यो वडा पनि जितेका छौँ। अहिले महानगरको मेयर पनि हाम्रै पार्टीको अब कार्यवाहक भएर चित्रसेन अधिकारी हुनुहुन्छ गगन थापा एउटा सङ्कल्प बोकेर तपाईँ हेरिराख्नु भएको छ। अहिले सबै युवा आमाहरूले हेरिराख्नु भएको छ। तपाईँहरूले लाइभ पनि हेर्नुहुन्छ, सबैले मोबाइल चलाउनुहुन्छ, फेसबुक चलाउनुहुन्छ, त्यहाँ देखिराख्नु भएको छ। गगन थापा के भन्दैछन्, अर्को यो देशको प्रधानमन्त्री हुन्छु भनेर हिँड्ने मान्छे के भन्दै हिँडिरहेको छ भन्ने कुरा तपाईँहरूले राम्रोसँग बुझ्नु भएको छ कि आज 10 वर्षमा यो देशलाई कायापलट गर्छु भनेर एउटा सङ्कल्प बोकेर गगन थापा यो देशको प्रधानमन्त्री बन्ने तर्फरमा आउनुहुन्छ। त्यसैले मीना खरेल जित्नु भनेको गगन थापालाई प्रधानमन्त्री बनाउनको लागि हो, यो देशमा रोजगारी सृजना गर्नको लागि हो। विदेशमा बसेर अहिले पनि यहाँ बाउ आमा दिदीबहिनीहरूलाई है यो चोटि नयाँलाई भनेर भनिराखेको छ। नयाँ भने के? नयाँ भने हामी हो। अहिले नयाँ भनेको पुरानो कम्पनीबाट नयाँ उत्पादन भएको छ। अहिले गगन थापा पुरानो कम्पनी हो काङ्ग्रेस, यो देशको सबैभन्दा पुरानो कम्पनी, पुरानो पार्टी काङ्ग्रेस हो। कि आज पुरानो भन्ने बित्तिकै सबै चिज हामीले फाल्न मिल्छ? घरको बाउ आमा हाम्रो लागि गर्व होइन, यो नेपाल देश भन्ने हाम्रो लागि गर्वको विषय होइन। हामी बुद्ध धर्म मान्छौँ, हाम्रो बुद्ध पुरानो होइन, हाम्रो धर्म संस्कृति पुरानो होइन। पुरानोलाई सम्मान गर्दै हाम्रो पुरानो कम्पनीले निकालेको नयाँ ब्रान्ड हो अहिले गगन थापाहरू।